राष्ट्रिय प्रजातन्त्र पार्टी रापरपाका एकमात्र निर्वाचित सांसद जुम्लाबाट निर्वाचित सांसद ज्ञानेन्द्र बहादुर शाहीलाई औपचारिक रूपमा बधाई ज्ञापन दिएका छन् र यसभन्दा अगाडि पनि उनी यसै ठाउँबाट यस जुम्लाबाट नै प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्ष रूपमा निर्वाचित भएर आएका सांसद हुन् र अहिले पनि उनले जुम्लाबाट जित हासिल गरेर सदन छिर्नेमा एकमात्र रापरपाका सांसद बनेका छन् ज्ञानेन्द्र बहादुर शाही। उनले यसभन्दा अगाडि पनि जुम्लाको मात्र आवाज नभएर सिङ्गो कर्णाली लगायत नेपालकै प्रतिनिधित्व गरेर उनले सदनमा आवाज उठाउने गर्दथे। उनी सत्य तथ्यमा आधारित रहेर उनले आवाज उठाउने काम गर्दथे र जुम्लाबाट जित्नै पर्ने एकमात्र सांसद पनि थिए उनी। तीनटा निर्णयहरू गरेको छ। एउटा यो विषम परिस्थितिमा पनि राष्ट्रिय प्रजातन्त्र पार्टीलाई मतदान गर्ने र एकमात्र प्रत्यक्षतर्फ ज्ञानबहादुर शाहीलाई विजय गराउने सम्पूर्ण मतदाताहरूलाई धन्यवाद दिने निर्णय गरेको छ र उहाँलाई बधाई पनि दिएको छ।